संघीयतासँग खेलवाड नगर्नुस्। रगतसँग साटेर ल्याएको अधिकार हो, यो सुझाव होइन, चेतावनी हो। इतना भी मत डराओ कि डर ही खत्म हो जाए। आज अर्थमन्त्री जी यहाँ आउनुभएको छ, उहाँसँग मेरा केही कुरा छन्। मन्त्रीजीले भन्नुहुन्छ यो प्रचलित भाषामा मैले नलेखेको हुनाले मान्य सदस्यहरूले मेरो कुरा बुझ्दैनन्, पढ्नुस् पढ्नुस् भन्नुहुन्छ। अब यत्रो विद्वान मान्छेले भएपछि त पढ्नु पर्यो, अनि त्यसपछि पढेको त तपाईँ कुरा जस्टिफाई भएन मन्त्रीजी। अब तपाईँको जवाब दिने पालो कहिले छ, त्यति बेला पढेर आउनुहोस् नभन्नु होला, कोही नयाँ बहाना खोजेर आउनु होला। खासमा तपाईँले पढ्नु पर्ने रहेछ, किनकि आफ्नो डकुमेन्ट राम्ररी पढेको भए बीचमा करको दर हेरफेर गर्नुपर्ने थिएन, जसका कारणले करको दर हेरफेर गरेको कारणले तपाईँलाई प्रशस्त बदनामी उपलब्ध भइसकेको छ। अब तपाईँ उल्टा यो तिमीलाई पनि थाहा छ भनेर भन्नुहुन्छ, आफ्नो गल्ती जस्टिफाई गर्नुहुन्छ, त्यो मिलेन। अनि यो 90 अर्ब अभन्डा किन राख्नु भएको छ, यसको पनि जवाब दिनु पर्यो। सरकारले संयुक्त बैठकमा प्रस्तुत गरेको सम्बोधनमा भन्यो भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता हुन्छ, ग्रे लिस्टबाट हटाउने प्रयास गर्छौं। आफ्नो सभापतिको सहकारी सम्बन्धी सबै मुद्दा खारेज गरेर ग्रे लिस्टबाट हटिन्छ कि ब्ल्याक लिस्टमा परिन्छ। सार्वजनिक सेवा प्रवाहमा सुधार गर्छु भन्नुहुन्छ, जथाभावी ट्याक्स लगाएर सेवा प्रवाह हुन्न, त्रास प्रवाह हुँदैछ, यो मिलेन। सरकार आफ्नै आफ्नो वाचा पत्र पढ्दैन, तसर्थ अर्थमन्त्रीजी मेरो बुझाइमा तपाईले बजेटमा जनतासँग बेवफाई गर्नु भएको छ। तर हामी अनुभव प्राप्त दलका मान्छे हौं, हामी केही कुरा बुझ्छौं। त्यसैले तपाईलाई म कति मात्रै भन्छु भने कुछ तो मजबुरी रही होगी तेरी, यूं ही कोई बेवफा नहीं होता। अर्थ मन्त्रालयमा थुप्रै अनर्थ भइरहेको छ भन्ने सन्देश गइरहेको छ, यसप्रति तपाईहरुको ध्यान आकर्षण गराउन चाहन्छु। र सुदूरपश्चिमलाई विशेष प्राथमिकतामा राखिन्छ भनेर सम्बोधनमा पनि आयो। प्रधानमन्त्रीले त झिकै झिकै माया पनि भन्नुभयो, यो त टक्सिक माया रहेछ। तपाईकै पार्टीका माननीय सदस्यहरूले कोरुवावासी देखेर थाहा पाइयो कति प्राथमिकतामा राखिएको छ भनेर। अब यो कस्तो हुन्छ भने यो कसैको कुरा नसुन्ने, जवाबदेही नहुने मान्छेका लागि हाम्रो सुदूरपश्चिममा एउटा टिपिकल वर्ड छ, त्यसलाई भन्छन् निगरगण्ड। यो निगरगण्ड सरकार हो। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पनि यहाँ सूचीमा छ। अब त्यहाँ के बोल्ने, तसर्थ यो विपुल जनादेश पाएको निगरगण्ड सरकारले ल्याएको बजेट भूमि मान्छेको बजेट होइन भन्दै म एउटा गम्भीर कुरा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। संघीयतासँग खेलवाड नगर्नुस्। रगतसँग साटेर ल्याएको अधिकार हो, यो सुझाव होइन, चेतावनी हो। डोन्ट मेस विथ इट। र यो निगरगण्ड सरकारलाई सुदूरपश्चिमको तर्फबाट निगरगण्ड सरकार हुन त प्रधानमन्त्रीले भने तपाईहरु कसरी सच्याउनुहुन्छ, तपाईका पनि समस्या छन्, बट गिभ इट अ ट्राई। किसान अन्नदाता हुन्, किसानलाई नसताउनुस्। अनुदान कटौतीमा हतार नगर्नुस्, बरु नियमन र व्यवस्थापन गर्नुस्। र यो कृषि विधेयक संसदमा पेश गर्ने कुरा छ, यसमा अलि राम्ररी तयारी गरेर पेश गर्नु होला। यो किन भने सरकारले आफू चाहिँ उच्च वर्गको प्रतिनिधि भएको हुनाले किसान तपाईको प्रायोरिटीमा पर्दैन कि, त्यसैले ध्यान आकर्षण गराएको। परराष्ट्र मन्त्रालयसँग र मन्त्रीजीसँग मेरो विशेष आग्रह छ, लिपुलेक, लिम्प्याधुरा, कालापानी हाम्रो प्रधानमन्त्रीले बोलेको कुरा गलत हो, उहाँले बोलेको हुनाले हामीलाई प्रब्लम खेप्नु परेको छ। भोलि छिमेकीले तिम्रा प्रधानमन्त्रीले यसो भने भनेर सुदूरपश्चिमको भूगोलमा गरिरहेको संरचना जायज हो भनिदियो भने हामी सुदूरपश्चिमका जनताले के गर्ने? अब हुन त प्रधानमन्त्रीले भने तपाईहरु कसरी सच्याउनुहुन्छ, तपाईका पनि समस्या छन्, बट गिभ इट अ ट्राई। यो हुकुमवासी कति छन् तथ्याङ्क चाहियो, अदरवाइज यो हुकुमवासीको न्यारेटिभको पर्दा च्यातिएको छ, यसका पछाडि सरकार अब लुक्न सक्दैन। सुकुमवासीका बच्चाहरूलाई भेट्न जानुस् र तिनका आँखामा आँखा जुदाएर बोल्ने हिम्मत गर्नुस्। यदि जुदाई हाल्नुभयो भने तपाईले त्यसमा मासुमियत भेटाउनुहुन्न, तपाईले त्यसमा एउटा विद्रोही देख्नुहुन्छ। इतना भी मत डराओ कि डर ही खत्म हो जाए। सुकुमवासीको व्यवस्थापन कहिले र कसरी हुन्छ, यसको जवाब गृहमन्त्रीले दिनु होला भन्ने आशा राख्दै